नेपालको एसएलसी अथवा अहिले एसईई परीक्षाको सम्बन्धमा 10 वटा महत्त्वपूर्ण फ्याक्ट यो भिडियोमा म यहाँहरुलाई भन्न गइरहेको छु। नेपालमा एसएलसी को परीक्षाको सुरुवात विक्रम सम्वत 1990 अर्थात् सन् 1934 मा भएको हो। यो कुरा धेरैलाई थाहा हुन सक्छ। नेपालको इतिहासमा पहिलो पटक बोर्ड टप हुने सौभाग्य चाहिँ पुष्पभक्त मल्लले प्राप्त गर्नुभएको थियो। यानी कि नेपालको एसएलसी को एक्जाममा पहिलो बोर्ड टप पुष्पभक्त मल्ल हुनुभएको थियो। यसैगरी विक्रम सम्वत 2039 सालमा लुना भट्ट बोर्ड टप भएर इतिहास रच्नु भएको थियो। उहाँ पहिलो महिला हुनुहुन्थ्यो एसएलसी को बोर्ड टप गर्ने 2039 सालमा। यसैगरी यस परीक्षालाई दशकौंसम्म आइरन गेट यानी कि फलामको ढोका भनेर चिनिन्थ्यो भनिन्थ्यो, किनभने यसले विद्यार्थीको भविष्य र उच्च शिक्षाको बाटो तय गर्दथ्यो। सुरुका वर्षहरूमा नेपालको आफ्नै बोर्ड नभएकोले भारतको पटना विश्वविद्यालयले परीक्षा सञ्चालन र मूल्याङ्कन गर्ने काम गर्थ्यो। विक्रम सम्वत 2073 सालदेखि शिक्षा ऐनमा संशोधन गरी कक्षा 10 को परीक्षालाई एसईई भन्न थालियो र कक्षा 12 को परीक्षालाई एसएलसी नामाकरण गरियो। विक्रम सम्वत 2072 सालदेखि अंक प्रणाली पर्सेन्टेज प्रणालीलाई हटाएर लेटर ग्रेडिङ यानी कि अक्षर ग्रेडिङ को प्रणाली सुरुवात गरियो वा लागू गरियो। नेपालको सबैभन्दा पुरानो आधुनिक विद्यालय दरबार हाई स्कुल का विद्यार्थीहरू मात्र सुरुका वर्षमा यस परीक्षामा सहभागी हुन पाउँथे। यानी कि सुरुको वर्षहरूमा दरबार हाई स्कुलमा पढ्ने विद्यार्थीहरूलाई मात्र यो परीक्षामा सामेल गराइन्थ्यो। विगतमा नेपाललाई 5 विकास क्षेत्रमा बाँडिएकोले प्रत्येक क्षेत्रका लागि छुट्टै प्रश्नपत्र बनाइने गरिन्थ्यो। यो थाहा थिएन हैन। यानी कि 5 वटै विकास क्षेत्र पूर्वाञ्चल मध्यमाञ्चल हैन र जुन विकास क्षेत्र थियो पहिले प्रत्येक विकास क्षेत्रको लागि छुट्टै प्रश्नपत्र बनाइन्थ्यो। सन् 2005 विक्रम सम्वत 2061 पछि सरकारले विद्यार्थीहरू बीचको अनावश्यक प्रतिस्पर्धा र मनोवैज्ञानिक दबाव कम गर्न बोर्ड टपर घोषणा गर्ने प्रथालाई अन्त्य गरिदियो। यानी कि विक्रम सम्वत 2061 सालसम्म प्रत्येक वर्षको एसएलसी परीक्षाको नतिजा प्रकाशन हुँदा नेपालकै सबभन्दा धेरै मार्क्स प्राप्त गर्ने यानी कि बोर्ड टप गर्ने घोषणा विद्यार्थीको नाम घोषणा गर्ने चलन रहेको थियो, जुन कि 2061 सालमा सरकारले के गरिदियो त अन्त गरिदियो। यो केही 10 वटा फ्याक्ट मैले यहाँहरुलाई यो भिडियो मार्फत यहाँ जानकारी दिएको छु।